प्रेम सुन्दैछु भन न खुसी लागिरहेछ हो पहिला तिमी भन न म बीचमा छु प्रेम खुसी हुनुपर्छ जस्तो पनि लाग्छ खुसी हुने रिजन छैन जस्तो पनि लाग्छ किन गीत अब किन बाँकी छ हामी दुवैको घरमा कुरा मिलिसक्यो होइन र हो अनि हजुर मम्मी पापा हाम्रो नजिकै बस्ने भएपछि मलाई पनि सजिलो हुन्छ टाइम दिन तिमी पनि उहाँहरूको केयर गरिरहन सक्छौ प्लिज गीत अब अरू केही नसोच प्रेम कहिले तिमीलाई मैले मेरो पापाले मेरो लागि सोचेको केटा जस्तै हो कि भनेर जाँची अनि फेरि तिमी मेरो साथी मात्र हो कि भनेर सताए यस्तो लागिरहेछ कि किन गरेँ मैले त्यस्तो किन त्यस्तो सोध्छौ गीत मलाई तिमीले सताएको मनपर्छ मन परेको मान्छेलाई सताउन मलाई पनि मनपर्छ प्रेम तर धेरै सतायो भने मलाई गाली गराए हुन्छ तिमीले गाली गर्दा मैले झगडा गरेँ भने मलाई दुख्ने गरी पिटाए ओके अनि म रोएँ भने मलाई फकाऊ है नाइ तिमी जे भन मान्छु तर तिम्रो आँखाबाट आँसु झर्न दिन्न गीत हामी कतै भेटौँ न कहाँ त्यहाँ अरू कसैको होइन तिम्रो र मेरो मात्र कुरा हुनेछ प्रेम